हेलो गाइज, के भन्छ अब मेरो फर्स्ट भ्लग हो यो होइन, सुरु भइसकेको छ भ्लग। के भन्छ आजबाट भ्लग गर्न थालेको। यसरी मतलब भ्लग त गर्थेँ तर युट्युबमा हाल्दिनँ होइन। आजबाट चाहिँ युट्युबमा हालिदिउँ कि भनेर सोच गरिरहेको छु होइन। के हुन्छ कसो हुन्छ तपाईँहरूले हेर्नुहुन्छ। युट्युबमा हाल्यो भने ट्याक्कै देखिहाल्छ नि केटा हो कस्तो हुन्छ भनेर होइन। एङ्गल मिलाएर क्यामेरा एङ्गल हेर्नु त है। हामी चाहिँ यहाँबाट जान लाग्यो। कस्तो हुन्छ भ्लग भन्ने कुरो हो केटा हो। यो चाहिँ हाम्रो फर्स्ट भ्लग हो होइन। भ्लग चाहिँ 220मा है। मेरो के भन्छ मेरो पहिलो ड्रिम बाइक 220 थियो होइन। अहिले चाहिँ के भन्छ दामी छ यो बाइक चाहिँ 220। म त्यो दामी लाग्छ क्या बाइक चाहिँ 220 बाइक चाहिँ। मा कसम अफरोड किङ हो नि यार यार। गाउँतिर मा टिङ्केटाहरू आम यो दसैँ तिहार हेर्नुपर्छ मा कसम। दसैँ तिहारमा चाहिँ 220 बाइकमा त गाउँतिर त ओहो 3-4 जना हिँड्छन्। फ्यामिली हिँड्छन्, फ्यामिली पुरै बाउ छोरा होइन छोरी पुरा। अनि के भन्छ बुढी 4 जना ल 4 जना त हिँड्छ नर्मल। पुची हो भने त छोटो सानो छ भने लगभग त्यो 4 जना त हिँड्छ कि यो बाइकमा नि। यो बाइक भनौँ न 220 बाइकमा भनौँ न। यसमा चाहिँ हामी ट्र्याकको 4 जना हिँड्दैनौँ। के भन्छ 4 जना हिँड्ने चाहिँ पऱ्यो भने चाहिँ 2टा बाइक किन्न पर्छ हाम्रो लागि चाहिँ केटा हो होइन। हामी अहिले ठ्याक्कै के भन्छौँ यो पोखराको माथि डाँडामा यसो के भन्छ आज बाइक बनाएको थिएँ। अनि टेस्ट ड्राइभ गर्न आएको कस्तो छ भनेर होइन। ठिकै छ राम्रो आयो बाइक बनाएको। त्यो नट ब्याड होइन। अब हल्का बल्ल क्लियर आछ त है क्यामेरा। कस्तो आछ मलाई थाहै होइन के केटा यार। फर्स्टचोटि के अरे बनाएको होइन। यस्तो जस्तो भने हेरमै क्यामेरा एङ्गल हल्लिन्छ त आहा मलाई होइन। म चाहिँ के भने अब गोप्रो छैन होइन। गोप्रो चाहिँ यहाँ छ। यसको चाहिँ मलाई यो के भन्छ क्यामेरा नराम्रो के भन्छ चार्ज गर्दै अन पर्छ कि यो खुस्टा भयो गोप्रो पनि। गोप्रो पनि सरी गाइज है। गोप्रो भनेर मैले अब अर्को गोप्रो किन्न पर्ने भएछ है। अब यसो पैसा अलिक जोड गरेर किन्न पर्छ। अन्त हामी सर है धेरै खाने स्पिड 24-25 त्यस्तै नर्मल स्पिडमा आँटा आइसकेको छ। यो के भन्छ फुटसल यतापट्टि छ है। यो उतापट्टि फुटसल हो। हामी त तर्फ लाग्छौँ। बाइक चाहिँ दामी बाइक किन हो यो 220 दामी खतरा हो नि यार। त्यस्तो नर्मल छ कि बाइक भनेको भ्यालीभित्र फेरि फेरि कप्सहरू झ्याप आउँछन्। त्यसैले बाइक पनि हल्का फेरि हल्का धेरै मोटो आइन्छ नि हल्का यस्तो 9 मिटरहरू के यसो लाइसेन्सहरू याद गरेर मैले हल्का बनाउँछु राम्रो बनाउँछु बाइक। लुक्स चाहिँ मिठो प्लेन गरेर त्यस्तो साह्रो लुक्स दामी त छैन है केटा हो। अब के भन्ने हुन्छ नि त अब यो मिडल क्लास फ्यामिलीहरूको ड्रिम चाहिँ जस्तो बाइक त्यस्तो केटाहरूको चाहिँ अब हतार बाइक चढ्ने खालको हुन्छ नि केटाहरूको बाइक चाहिँ ड्रिम चाहिँ। तर यो 220 ड्रिम हुने पनि धेरै केटा छ कि यो के भन्छ 220हरू जुन पनि 220 राइडर हुनुहुन्छ नि तपाईँहरू। यदि मेरो भिडियो मैले युट्युबमा हाल्यो भने होइन हेर्नुभयो भने यसो के अरे हेर्नुभयो भने होइन यसो हेर्नु देख्नु होला। लाइक कमेन्ट हान्नु कि 220 लभरहरूले है त। ल हामी चाहिँ ठ्याक्कै जयगाउँ चौक आइसकेको छौँ है गाइज। अब लगभग त्यस्तै हामीलाई घर जान यहीँ मुनि हो 1 मिनट। तर म सुस्तो कुदाउँछु। अब बाइक एकदम जोगा चलाउनुपर्छ कि बाइक माएको बाइक जुझो भइसकेको छ मेरो बाइक यार। यत्रो खर्च भयो नि त 6-7 हजार खर्च भइसक्यो नि त। अब के भन्छ बाइक एकदम जोगा चलाउनुपर्छ होइन। यही भन्न चाहन्छु आफ्नो बाइक चाहिँ केटा एकदम सकेसम्म जोगा चलाउनु भयो है। त्यो मलाई हल्का रफाइ हाल्यो भने बाइक जस्तै हुने छ कि त्यही भएर बाइक मलाई एकदम स्लो आनन्द यसरी बिन्दास पारेर लानुपर्छ सरल होइन। अनि अब अरू के भन्छ नि यो सुरु भ्लगमा खतरा बोल्दैछु म फेरि यस्तो न हल्का। ल हाम्रो चाहिँ घर आइपुगिसकेको छ। हामी ट्याक्क लाग्यो मिटमाट भयो यतापट्टिको यो। हामी चाहिँ जान्थ्यौँ कि यहाँ माथि हो कि हाम्रो अन्टी चाहिँ चलाउनु भएछ। के भन्न चाहन्छु म यसो अन्टीलाई सोध्छु है त। आज फर्स्ट भ्लग हो नि त। जे होस् बाइक चाहिँ आएको छ फुल्ली लोडेड छ क्या हाम्रो बाइक जे होस्। ल अब आइपुगिसकेको छौँ हामी है घरमा। अब के भन्छ है कस्तो हुन्छ क्यामेरा हेरौँ है कस्तो भयो क्यामेरा हेर्नु त। हाम्रो अन्टी चाहिँ चलाउनु आउँदैछ। छोटो मिठो खाजा घर सुसान खाजा घर यदि पोखरा आयो भने सम्पर्क गर्नु होला 98 25 16 60 85 मेरो नम्बर।